पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा यहाँ सबैजनालाई जय मसीह बारकमोर नमस्कार। मैले तपाईँहरूको बिचमा उठान गरेको विषय सामाजिक सञ्जाल र सञ्चार प्रविधि आवाजविहीनहरूको आवाज बनेको छ। सामाजिक सञ्जाल र आधुनिक सञ्चार प्रविधिले तानाशाही प्रवृत्तिको अन्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। पहिलाका तानाशाह पुँजीपतिहरूले आफ्ना घरमा कामदारहरू बनाउने गरिबका छोराछोरीलाई यसभन्दा पछाडि हलियाको रूपमा राख्ने र आफ्ना छोराछोरीलाई विदेश पढाउने, उच्च शिक्षा दिने र तिनै गरिबका छोराहरूमाथि शासन गर्ने, छोराछोरीहरूमाथि शासन गर्ने प्रवृत्ति थियो। त्यो प्रवृत्तिलाई केही हदसम्म यो सामाजिक सञ्जाल र सञ्चारले आवाजविहीनहरूको आवाज बनाएको छ। यसकारण सामाजिक सञ्जाल र सञ्चार प्रविधि महत्त्वपूर्ण हो भन्ने कुरा हामीले बिर्सनु हुँदैन। र सामाजिक सञ्जालले सत्यको आवाज दबिन दिँदैन। परमेश्वरले प्रयोग गर्नुहुने नयाँ माध्यमहरूमध्ये सामाजिक सञ्जाल र सञ्चार प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्छ। मुख्य पद हेऱ्यो भने यूहन्ना 8:32ले सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ। परमेश्वरको वचन जब तपाईँ र म हेर्छौँ भने परमेश्वरले यी सामाजिक सञ्जालहरू मार्फत पनि बोल्नुहुन्छ र उहाँले सत्यको आवाजलाई दबिन दिनुहुन्न। यदि सत्यको आवाज दबिने हो भने मानिसले न्याय पाउने छैनन्। यसकारण परमेश्वरको सत्यले कहिल्यै कैद पर्दैन। इतिहासमा हरेक तानाशाहले सत्यलाई दबाउने, जनताको आवाज रोक्ने, शक्ति जोगाउने प्रयास गरे र उनीहरूले आफन्तहरूलाई नातावाद, कृपावाद र चाप्लुसीवादलाई उनीहरूले महत्त्वपूर्ण दिए। तर परमेश्वरको वचन जिउँदो र सामर्थ्य छ, त्यसले कुनै पनि प्रकार जेल वा शासनले रोक्न सक्दैन। आज सामाजिक सञ्जाल, सोसियल मिडिया र आधुनिक सञ्चारले सत्य फैलिन को लागि एउटा पुलपिट नयाँ शब्दकोश बनेको छ। तानाशाहको पतन बाइबलको उदाहरण हेर्यो भने राजा फिरौनको इजरायलकोले आवाज दबायो तर परमेश्वरले मुक्त गर्नुभयो। प्रस्थान 3:14 हेर्यो भने फारोले जो आवाजहरूलाई दबाउन खोज्दाखेरि ऊ अन्त्य भयो। नबुकदनेस्सर घमण्डले अत्याचार गर्यो तर परमेश्वरले उसको शक्तिलाई नम्रमा पारिदिनु हो। दानियल 4:2 हेर्छौँ। हेरोदले प्रभुको काम रोक्न खोज्यो तर अनन्त उसको दुष्कर्मले उसलाई नाश गर्यो। प्रेरित 12:21-24 हामी हेर्छौँ। यसकारण आधुनिक संसारमा परमेश्वरले प्रयोग गर्नुहुने नयाँ माध्यम बाइबलले भन्छ हितोपदेश 3:31-8-9ले मौन गराएका मानिसहरूको लागि मुख खोला, न्यायको लागि बोल। आज सामाजिक सञ्जाल यसै पदको व्यावहारिक उपकरण भएको छ। पारदर्शिता, सत्यको रिपोर्ट, अत्याचारको प्रमाण सबै तुरन्त विश्वले देख्छ। अन्धकारमयमा लुकाएका काम प्रकट हुन्छन्। लुका 12:3ले भन्छ अँधेरामा भनेका कुराहरू उज्यालोमा सुनिनेछन्। यस पदको पुरा अर्थ आज हामी वास्तवमै देख्छौँ। एक सानो भिडियोले हजारौँ लाखौँ फैलिन्छ र एक अन्यायको कथा संसारले सुन्छ। तानाशाह अब अन्धकारमा उनीहरू सुरक्षित छैन। जनतालाई मुक्त बनाउन सत्य फैलिन्छ। यसले भन्नुभयो सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ। यूहन्ना 8:32। चर्च र क्रिस्चियनको भूमिका हेऱ्यो भने सत्य र न्यायको पक्षमा खडा हुने काम चर्च फादरहरूले गरेका छन्। मिका 6:8मा न्याय गर्नु, दया प्रेम गर्नु र परमेश्वरको अगाडि नम्रतापूर्वक हिँड्नु हो। सामाजिक अन्याय, दमन, मानव बेचबिखन, भ्रष्टाचार, यसकारण उनीहरूले गरिबका छोराछोरीलाई शोषण, दबाब दिनु यो चाहिँ अन्यायको कुरा हो। अहिले सामाजिक सञ्जाल एउटा प्रकाश बनेको छ। मत्ती 5:14 हेर्यो भने तिमीहरू संसारका उज्यालो, तिमीहरू संसारका ज्योति हो। आजको संसार मध्ये मुख्य क्षेत्र भनेको सामाजिक सञ्जालमा पनि यसले एउटा उज्यालो र ज्योतिको काम गरेको छ कि परमेश्वरको महिमाको लागि हाम्रा पोस्ट, हाम्रा शब्द, हाम्रो व्यवहार यी सबै यसुको स्वभावमा झल्किनुपर्छ। झुट र नराम्रा स्पिचबाट, म्यासेजबाट हामी टाढा बस्नुपर्छ। एफिसी 4:29ले भन्छ तिमीहरूको मुखबाट कुनै खराबी बोली ननिस्कोस् तर निर्माण गर्ने, आशीर्वाद दिने बोली मात्र आउन देऊ। निष्कर्षमा हेऱ्यो भने परमेश्वरले पुराना सत्यलाई नयाँ माध्यमद्वारा फैलाउनुहुन्छ। आजको संसारमा लोकतन्त्रको रक्षा, मानवाधिकारको आवाज, पीडितहरूको कथा, न्यायको माग यी सबै डिजिटल सञ्चार मार्फत फैलिएका छन्। परमेश्वरको सत्य हरेक युगमा नयाँ बाटो फेला पर्छ। आजको बाटो सञ्चार र सामाजिक सञ्जाल हो। यसकारण तपाईँ र म यदि अन्यायमा गुम्सिएर बसेका छौँ भने आउनुहोस् हामी अब नयाँ आत्मिक क्रान्तिको सुरु गरौँ। परमेश्वरले नयाँ आत्मिक क्रान्ति तपाईँ र मेरो जीवनमा ल्याउनुहुन्छ। हे
परमेश्वर हामीलाई सत्यका पक्षमा उभिन साहस दिनुहोस्। हाम्रो बोली, हाम्रो पोस्ट, हाम्रो आवाज पीडितहरूको बचाउमा प्रयोग होस्। हामीलाई डिजिटल संसारमा पनि येशूको उज्यालो बनाइरहिराखोस्। येशू प्रभुको नाममा आमेन। परमेश्वरले तपाईहरु सबैजनालाई आशिष दिनुभएको होस्।